everyone, welcome back to my channel. अनि आज हो नेक्स्ट डे हामी छौं मार्कोमा अनि अब चाहिँ हामी ब्रेकफास्ट लिन जान लागिरहेछौं हैन। हामीले होटलको अलिअलि हिजो बेलुकाको थोरै क्लिप्स खिचेको छौं, सो पछाडी एड गर्छु। हिजो के भयो त्यस्तो धेरै डिटेलमा त खिचेको छैन। सामलिङ कस्तो छ हामी देखाउँछौं हैन। हजुर, यहाँ के छ स्विमिङ पुल लगायतका बरु के छ हामी चाहिँ होटललाई एक्सप्लोर गर्छौं। होटललाई चाहिँ कस्तो छ होला भनेर एक्सप्लोर गरे प्रमोट गर्ने गर्दियौ न के छ। ओके, अब हामी ब्रेकफास्ट लिन्छौं अनि आजको दिन चाहिँ खासै त्यस्तो केही प्लान छैन। हैन, आज हाम्रो दिनमा केही छ त प्लान? केही छैन। गाडी नआउँदो रहेछ मार्कोमा अहिले पब्लिक भेहिकलहरु नआउने भएको हुनाले हामी चाहिँ हिँड्दै जाने पनि हुन सक्छ। हिँड्दै गयो भने हामी देखाउँछौं। गाडीमा जाने भयो नि त त्यति धेरै हामीसँग फुटेज हुँदैन होला। सो अब हामी अलिकति क्याप्चर गर्न खोज्छौं मोमेन्ट्सहरु। सो हेर्दै गर्नु है। ल जाऊ। रेडी द मिरर ब्लग। हामी जाँदैछौँ हैन त। लेट्स गो। बाबा दालमा हाल्यो माछा कति किलोको माछा होला? बाफ्रे, मोबाइलमा भिडियो हेर्दै ब्रेकफास्ट खाँदै रमाइलो चल्दैछ। अब हामी अलिअलि फोटोसुट गर्नु पर्यो होइन पछाडि हामी चाहिँ एकदम अनप्लान ट्रिप हो हाम्रो। खासमा हाम्रो प्लान नै छैन। हामी अटो बाटो जाने प्लान गरिरहेको छौँ किनकि हामीसँग पब्लिक भेहिकल अरू नचल्ने रहेछ। त्यो प्राइभेट भेहिकल लिएर आउनु पऱ्यो अहिलेको लागि किनकि तर फर्बिङमा चाहिँ बाटो बनिरहेको भएर अनि उता माथि चितलाङतिर पनि बाटो चाहिँ बनिरहेको छ। नालीको काम चलिरहेको छ हिजो बेलामा। हामी खासै त्यहाँको भिडियो खिचेनौँ किनकि we're so tired। म त लगभग जोस हुने अवस्था थिएँ जबरजस्ती लेके आए हम लेके आए आप लेके आए। अब चाहिँ हामी के गर्छौँ अलिअलि फोटोसुट गर्छौँ हातमा गाडीमा नि। अनि त्यस पछाडि चाहिँ हामी अटोमा चाहिँ हामी ट्राफिक जहाँ कलेजसँग जान्छौँ। त्यहाँबाट चाहिँ हामी यताउता गाउने गाडीमा पायो भने खाली रहेछ भने हाम्रो त्यो गाडीमा स्ट्रगल गर्नु सक्नुहुँदैछ। आज कतिको इजिली पाइन्छ कि गाह्रो गरेर पाइन्छ। सो द्याट आजको भिडियो खासै यस्तो घुम्नेवाला भिडियो चाहिँ हुनुपर्छ छैन होइन किनकि नो एनर्जी लेफ्ट इन आवर बडी किनकि लास्टै टायर्ड भइसक्यो। हामी हिजो लगभग हामी 30 किलोमिटरको आसपासमा हिँड्यौँ होला सायद विदिन कति घन्टामा 12 घन्टा होइन। ल अब हामी चाहिँ है त यो अनि क्यामेरा होल्ड गरेर चाहिँ कता बाङ्लामै घट्छ मेरो त थाहै छ। स्विमिङ पुल, मेरो स्विमिङ पुल ट्रेनर, वेयर इज माई स्विमिङ पुल ट्रेनर।
हातमा त्यो बच्चा लाउनु त होइन तर के भन्छ ट्युब लगाएर अब हजुरहरूलाई चाहिँ कस्तै यो चाहिँ रिसेप्सन यो लेक साइड सिमलाङ होटेलमा यो स्विमिङ पुल रहेको छ। तपाईँहरू कुलेखानी मार्कुमा आएर स्विमिङ पुल सहितको होटल खोजिराख्नु भएको छ भने तपाईँहरूलाई यो होटल चाहिँ उपयुक्त हुनसक्छ। यसमा अरू के छ म देखाइदिन्छु यो भिडियो मार्फत हजुरहरूलाई। यहाँबाट कुलेखानीको चाहिँ पानी केले खानी पानी सानी छैन। त्यो चाहिँ के रहेछ त लगेर आउँदा फाउन्टेन धन्न भैँसी लड्यो है भएको थियो फाउन्टेन माथि शङ्खबाट यहाँ बार्बिक्यू गर्नको लागि र बस्नको लागि प्लेसहरू छ। माथि लेफ्ट साइड सिमलाङ होटल अनि यो म्युजिक डीजे सबै गर्नुको लागि अनि तपाईँहरूलाई झुलामा झुल्न मन लाग्यो भने पनि यसरी झुलामा झुल्न सक्नुहुनेछ। कसरी झुल्ने रे लिन सकिन्छ। यो के हो ब्लगमा देखिहाल्नु छ हामी कसरी जान्छौँ भनेर। सो चेकआउट टाइम माथि गएर ब्याक साइड लियो होटलबाट निस्क्यौँ कलङ्की। तर हाम्रो अनप्लान ट्रिप आर अलवेज अनप्लान्ड। हामीले अटो भनेको थियौँ होइन त्यस नभन्नु उहाँले अर्को ट्रिपमा जानु भएको छ। मतलब उता चितलाङ हुनुहुन्छ चितलाङबाट यहाँ आउँदाखेरि त हामी हिँड्नै निस्केको मान्छे हिँडेर जाऊँ भन्ने कुरा भइरहेछ। गाह्रो भयो भने वी गर्न आस्क फर लिफ्ट अथवा अटो आयो भने सेयरिङमा जाने होइन के हुन्छ अब थाहा छैन। अनप्लान ट्रिप के हुन्छ अपडेट हामी दिनै हाल्छौँ। अब चाहिँ हामी हिँड्यौँ भर्खरै हाम्रो भ्लगको लागि पनि कन्टेन्ट मिल गयो भाइ साहब कन्टेन्ट मिल गयो। ल हिँड्यौँ है त अब हामी हिँड्ने बेलामा धेरै बोरिङ हुन्छ स्याहार पनि हुन्छ। माइक छैन माइक किन्ने सब्सक्राइबर गर्यो भने भ्यू आयो भने मोनिटाइज भयो भने मात्रै किन्ने हो। हामी हाम्रो पर्सनल एक्सपेन्सेसबाट किन्नेवाला छैनौँ त्यही भएर पनि सब्सक्राइब गरिदिनु होला जस्तो हुन्छ। अनि मोटिभेटेड फिल हुन्छ अनि अलिअलि राम्रो कन्टेन्ट पनि आउला त्यही अनुसारको। सो अब हामी जान्छौँ है त। फाइनली अलिकति सरोवर देखिन पाइयो होइन हिँड्दै आउँदाखेरिको फाइदा। गाडीमा गए अलिअलि त देखिन्थ्यो होला
हेर 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 भन्दै हामीले जाँदै कलङ्की भनेको फेरि मकवानपुरको कलङ्की है काठमाडौँको कलङ्की टेम्पोलाई हामीले बाल नदेखिन हामी जानेवाला छौँ ल हिँड्दै हिँड्दै रमाइलो भइरहेको छ हाम्रो ट्रिप हाम्रो हाइकिङ चाहिँ प्योरली हाइकिङ नै होला जस्तो छ विशुद्ध विशुद्ध हाइकिङ सचो के हेर यहाँ बल्ल उतातिर त माथि सुकाएर रहेछ नि त अनि यहाँ चाहिँ देखिरहेको पानीको लेभल कुलेखानीको बल्ल कुलेखानी सरोवर भन्ने के भन्छ आज जस्तो लाग्यो बल्ल हैन यहाँनिर अर्को एउटा कुलेखानी रिजोर्ट पनि रहेछ होइन बाबु आउन खोजेको यहीँनिर हो त्यहाँनिर स्विमिङ पुल थियो टक्क स्विमिङ पुलबाट चियाउँदै गर्दै गर्ने यहाँको चाहिँ एक्स्ट्रा ओके Let's go. भन्छ त अपडेट यो कुलेखानीमा के अरे कुलेखानीको कलङ्कीमा छौँ हामी यो बाटो चाहिँ हामी यता देखाउँछ यो बाटो यो दुईवटा बाटो छ कुलेखानीबाट आउने चाहिँ राइटतिर लाग्यो र ओह्रालोतिर लाग्यो भने चाहिँ यो हेटौँडाबाट आउने सुमहरू पाउँछ अहिले चाहिँ यो फर्किङबाट आउने सिधा जुन बाटो चाहिँ सिधा देखिन्छ त्यो सिधा बाटो गयो भने चाहिँ अहिले पिच गर्न लागेको कारणले बन्द रहेछ त्यही भएर हामी चाहिँ अब बाटो रिपिट गर्ने पनि पर्यो आउने हामी सुमो अथवा गाडीहरू भेट्नलाई भेटिन्छ कि भनेर जाँदैछौँ यो बाटो लागेर हामी चाहिँ कति मिनट लगभग आधा घन्टा अनि हामी बाटो पनि त फेरि फर्केर पनि आयौँ हामी फेरि अब तलतिरको बाटो जाँदैछ कति मिनटमा पुग्छ अब तल अलिकति गाडीहरूको ट्रेड्स देखिरहेछन् हामी चाहिँ अझै 2 घुम्ती त घुम्नै पर्छ होला हालत पत्लो हुन लागिसक्यो गाडीहरूको नाम निशाना देखिन्न के गर्नु बाइकहरू आइरहेछन् आउन त तर बाइक प्याक वी क्यान आस्क फर लिफ्ट होल्डिङ द लट्ठी नै छ सहारा हो अब चाहिँ हामी लगभग पुग्न लागिसक्यौँ अब गाडी कति बेला आउँछ भन्ने कुरा हो केही छ भन्नलाई केही छैन गाडी भेट्यो फाइनली हामी काठमाडौँ बल्खु आइपुग्यौँ हेभीबाट हामी चाहिँ के चढ्यो हेभीबाट चाहिँ हामी फेरि ठ्याक्क गाडी आइहाल्यो हामीले एउटा काँक्रो किनेर धन्ने पैसा दिन नि भुलेर फेरि सम्झेर चढेपछि फेरि गरेर होइन अनि त्यस पछाडि चाहिँ हामी गाडी चढिहाल्यौँ अनि भ्लग चाहिँ बनाएनौँ बाटो चाहिँ अलिकति कुनै थियो होइन डेन्जर घुमाइ खोलाको बाटो आयौँ सो त्यो भएर भ्लग बनाउन पाएनौँ सो अब चाहिँ हामी यहाँबाट गाडी चढेर घर जान्छौँ अहिलेसम्म हेर्नुभएको लागि धन्यवाद भिडियोलाई लाइक सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनुहोला सो नेक्स्ट भिडियो गर्न साइन अफ बाई भन्छ बाबा